मेरो सरकारले अब मेरो तलमाथि देख्छ भने मलाई 100% कारबाही गर्छ। पहिला यस्तो दलहरू हैन जसले चाहिँ बनाएर यताउति गरेर म्यानिपुलेट गरेर ल है वाशिङ मेसिनमा धुलाएर ल्यायो भन्ने टाइपको चाहिँ हाम्रो चाहिँ हुँदैन। मेरो के गलत छ भने त 100% म त्यही वार्निङ दिएको थिएँ केही त गलत छैन नि तपाईको भनेर भन्दा त मेरो म त एकदम सफा छु गलत भने तपाईलाई कारबाही हुन्छ है भनेर म गाली गर्नुहुन्छ थर्काउनुहुन्छ। अनि सो यस्तो छ हाम्रो अवस्था हैन। त्यही भएर यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मेरो विचारमा कसैलाई पनि बाँकी छोड्दैन, आफ्नै एमपीजहरूलाई पनि बाँकी छोड्दैन। अब विपक्ष दलको साथीहरू नेताहरू जसले अब पुरानो दल भनौँ न पुरानो नेताहरू जसले अब आफ्नो देश लुटी खाए बेची खाए हैन उहाँहरू झन् छोड्ने कुरै भएन। आफ्नोलाई छोड्दैन अर्कालाई कसरी छोड्छन्? यही हो राष्ट्रिय स्वतन्त्र पार्टी हो नेक्स्ट अहिले। कति कुरा धेरै जस्तो तपाईँले नै आफ्नो अकाउन्टेन्टलाई दिनुहुन्छ काम गर्नलाई हरेक कुरा तपाईँसँग हैन। धेरै जस्तो नेपालीहरू हामी त्यही त नि अब अकाउन्टेन्टले जिम्मा दिन्छ ल अकाउन्टेन्ट जे गर्यो ल है म त कहिले पैसाको पछाडि कहिले पनि भागिनँ पनि जहिले पनि आफ्नो प्यासनको पछाडि भागेको डिजे गरेर कहिले पनि पैसा कमाएन। अब क्लब